हेलो गाइज, आज चाहिँ हाम्रो कुल पूजा हो अनि यो चाहिँ मैले चट्टामरी बनाएको। त्यसपछि हामीले भाडा पनि बनायौँ। सबैजना कुल पूजाको लागि रेडी हुँदै थियौँ अनि हामीले धेरै प्रकारका खानेकुराहरू बनायौँ, न्यारी डिसहरू। आजको कुल पूजाको लागि सबै तयारी गर्दै थियौँ हामी चाहिँ। त्यसपछि पुग्यौँ हामी कुलदेउता भएको ठाउँमा। सबैजना हिँड्दै थियौँ। अब हामी कुलदेउता भएको ठाउँमा चाहिँ पुग्न थालिसक्यौँ अनि पुगेर चाहिँ हामी सबैजनाले यसरी पूजा गऱ्यौँ। उहाँ चाहिँ हाम्रो ठुलो पूजा गर्दै हुनुहुन्छ, हाम्रो अजी। अहिले चाहिँ हाम्रो सबैभन्दा ठुलो घरको गार्जेनले पूजा गर्दै हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो अजी। त्यसै गरी यहाँ सबैजनाहरू कुल पूजा गर्दै हुनुहुन्छ। यहाँ चाहिँ मेरो हस्बेन्डले ढेमी बजाइरहनु भएको छ, रिसाउँदै पनि हुनुहुन्छ। अनि फेरि म चाहिँ गएँ कुल पूजा गरेको ठाउँमा। अहिले चाहिँ बुका काटिसकेको थिएँ यतिखेरसम्म चाहिँ। हाम्रो कुल पूजा हुँदैछ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। अनि यहाँनिर हुनुहुन्छ हाम्रो सबैजना फ्यामिलीहरू। उहाँ चाहिँ मेरो जेठानी हुनुहुन्छ। अहिले चाहिँ खाजा खाने टाइम भयो, समय बजी खाने टाइम भयो। अहिले चाहिँ हेर्न सक्नुहुन्छ न्यारी उयो भोजमा चाहिँ फर्स्टमा त्यस्तो दिनुहुन्छ, सेकेन्डमा चाहिँ यस्तो धेरै आइटमहरू चाहिँ हुन्छ। सबैजना खाइरहनु भएको छ। यो चाहिँ मेरो छोरी हो। अनि त्यसपछि घर आएर चाहिँ हामी एकछिन सबैजना फ्यामिली बसेर अहिले चाहिँ हाम्रो बेलुका कुल पूजा गरेको बोका काटेको थियौँ। सबैजना फ्यामिली बसेर खाँदै हुनुहुन्छ। त्यसै गरी अहिलेसम्म लास्टसम्म हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। बाई बाई।